हेलो नमस्ते माइसेल्फ तृष्णा तपाईहरुलाई फेरि पनि अर्को भिडियोमा स्वागत गर्दछु र यहाँ चाहिँ हुनुहुन्छ मेरो छोरी र मेरो बुढा हो र हामी चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ हामी चाहिँ तारादेवी मन्दिर गएको र हामी चाहिँ यहाँ माथिल्लो रोडबाट जाँदैछौँ नि त हिँडेर ओह्रालो यहाँ यो गेटदेखि चाहिँ ओह्रालो हिँडेर गयो भने चाहिँ हामी चाहिँ टक्कै तल लाइनमा पुग्छौँ अरे नि त। सो त्यही भएर चाहिँ हामी चाहिँ यो माथिल्लो रोडबाटै हिँडेर जाँदैछौँ। किन यताबाट गएको भन्दाखेरि चाहिँ हामी चाहिँ अस्ति मन्डे नै दार्जिलिङ आएको दिदीकोमा बसेको छौँ नि त। अन्त त्यही भएर चाहिँ हामी चाहिँ दिदीको रुमबाट चाहिँ यो माथिल्लो रोड पर्छ र चाहिँ यताबाट जाँदैछौँ हो। अन्त आज चाहिँ हो 22 मे थर्सडे। अन्त चाहिँ आज यहाँ तारादेवी मन्दिर चाहिँ थर्सडे मात्रै खोल्छ नि त एक दिन। सो त्यही भएर चाहिँ आज जाँदैछु मेरो नानीलाई दर्शन गराउनुको लागि हो। सो त्यही भएर चाहिँ हेर्नुहोस् न वेदर पनि एकदमै दामी भएर आउँदैछ हो। बिहान त चिसो चिसो थियो, अहिले त मजाको भएर आइरहेको छ वेदर पनि हो। स्वेटरहरू पनि नलिई आयौँ हामी चाहिँ नानीसँग गरमै हुन्छ हिँडेर जानुपर्छ भनेर चाहिँ राम्रै भएछ हो। यहाँ तल चाहिँ फेरि कटन जस्तै देखिरहेको रहेछ नि त यो फुल चाहिँ, खै नाम चाहिँ याद भएन मलाई के हो। राम्रो लाग्यो नि त। र फाइनली हामी चाहिँ लाइनमा पनि पुग्यौँ। लाइन चाहिँ यहाँ माथि देखिरहेछ नि त। सो त्यही भएर म चाहिँ लाइनमा लागेँ अनि मेरो बुढा र नानी चाहिँ यहाँनिर डिलमा बस्यो किनभने नानी चाहिँ निदायो नि त, उसको सुत्ने टाइम भयो र ऊ चाहिँ निदाइरहेको छ। अन्त अब नानीसँग लाइनमा साह्रो पर्छ भनेर चाहिँ म एक्लै चाहिँ लाइनमा लागेँ। ल हेर्नुहोस् न हाम्रो दार्जिलिङ चाहिँ बिल्डिङले भरिसकेको छ हो। त्यही देखाउँदै म चाहिँ यहाँ लाइनमा उभिरहेको छु। लाइन चाहिँ बढेकै छ। एक दिन मात्रै खोल्ने भएकोले गर्दा होला सधैँ नै भिड हुन्छ। म त चारपल्ट भयो आएको, चारैपल्ट यसरी नै लाइनमा बसेर दर्शन गरेको नि त। यहाँ फुल पनि मैले किनेँ, बेच्न आउनु भएको थियो नि त। र यहाँ लाइन चाहिँ सरेर निकै तल पुगिसकेँ म चाहिँ हो। र यहाँनिर चाहिँ अङ्कलले भन्नुहुँदैछ कि नानीहरूसँग त लाइन बस्नु पर्दैन, यहाँनिर मन्दिरकै कमिटीको भाइहरूले बस्नु दिन्छ तल्लोपट्टिको गेटबाट भन्नुहुँदैछ हो। अब त्यही भएर चाहिँ हामी पनि लाइनमा बसेर चाहिँ जाने भनेको हो। तपाईँहरू पनि अब नानीसँग आउनुहुन्छ भने चाहिँ लाइन लाग्नु पर्दैन रहेछ हो, तलबाट दर्शन गर्नु पाउने रहेछ। हामी जस्तै यसरी लाइन बसिरहनु पर्दैन रहेछ हो। र म चाहिँ धुप र प्रसाद किनेर आएँ, फुल चाहिँ माथि नै किनेको नि त। भित्रको दर्शन सकेर यहाँ बाहिर चाहिँ हामीले तिनैजनाले एक एकवटा छिमी बाल्यौँ हो। हेर्नुहोस् न कति राम्रो देखिरहेको छ हो। अन्त मेरो छोरी चाहिँ यहाँनिर हेरिरहेको छ यताउता हो। घन्टीहरू बजेको सुन्दै यताउता गर्दै हेरिरहेको छ। कहाँ आए भइरहेको छ होला नि त उसलाई हो। त्यही भएर आशीर्वाद लिनुहुँदैछ मेरो बुढा र नानीले। र अब हामीले चाहिँ यहाँ त पूजा गरिसक्यौँ होइन, आशीर्वाद लिइसक्यौँ। र अब चाहिँ टिका लगाउनु जाने, टिका लगाएर चाहिँ प्रसाद लिएर हामी निस्किने हो। मेरो बुढा लगाउनु हुँदैछ टिका, त्यसपछि मेरो छोरीको पालो टिका लाग्यो हेर्नुहोस् न नानीले चाहिँ हो। र अब मैले पनि टिका लगाइसकेर चाहिँ अब हामी चाहिँ सकेर बाहिर निस्किने हो। बाहिर आएर चाहिँ हेर्नु न लाइन चाहिँ जतिको तति नै छ हो। पुरा लाइन चाहिँ बढेकै छ। हामी त अलिक छिटै हिँडेको थियौँ घरबाट, त्यही भएर पनि अलिक छिटै भयो।
र तल आएर चाहिँ चिया खाजा खायौँ हो, आलु भुजा खाएँ मैले पनि। नानीले गर्दा टर्न वाइज खानुपर्छ हामी चाहिँ। खाँदै गर्दाखेरि चाहिँ हाम्रो सानो रेल आयो र चाहिँ तपाईँहरूलाई पनि देखाउँदैछु हो। अब चाहिँ हामी खाइसक्यौँ दुईजनाले नै हो। र अब रोड क्रस गरेर चाहिँ यहाँनिर गाडी पर्खिरहेको छौँ कागझोडासम्म जानुको लागि। अघि चाहिँ हामी माथिल्लो बाटो आएको थियौँ नि त हिँडेर। अब फेरि त्यतै उकालो हिँडेर जानु चाहिँ साह्रो पर्छ भनेर चाहिँ हामी चाहिँ यहाँ तलबाट चाहिँ कागझोडासम्म गाडीमा गएर चाहिँ त्यहाँ अलिकति माथि हिँडेर जाउँला रुम भनेर चाहिँ सल्लाह गरेर चाहिँ गाडी पनि पायौँ र गाडीमा बसिरहेको छौँ, जाँदैछौँ हो। नानी चाहिँ यहाँ जिस्किँदैछ आन्टीहरूसँग हो। ल अब आजको भिडियो यति नै हो। तपाईँहरूलाई कस्तो लाग्यो? थ्याङ्क्स फर वाचिङ, बाई।